कुकुर आयो के त आयो कुकुर कति धेरै चुप 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 मलाई बोकेर लाने यता चाहिँ रातारात करोडपति बन्ने हाम्रो सन्तोषको सपना भेट्यो मलाई लिएन मुजी एउटा एउटा लिएन मुजी मलाई केटाहरू यार करोडपति बन्ने अर्को दिन्न त मलाई आयो केटा मलाई बोकेर तराउ न यार मस्त जुटामा यार त्यो बेकार अहिले आउने बेला कस्तो हुने त्यो मासाला कुकुर फेरि जता पनि हुने क्या यहाँ फेरि यार चुप 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 हेर उसले धुको हान्छ तेरो माटो न ओ सन्तोषे मलाई खोज्दैन मलाई एउटा यहाँ नेपाली केटाहरू हिरा खोज्दै खोज्दै यता समुद्रको किनारतिर आइसक्यो के शङ्ख ल जम्मा गर्ने मासु खानुपर्छ बेलुका ए मुली छोड्दैन त्यो शङ्ख खोज्न शङ्ख एकमुखे शङ्ख भेट्यो अन्त अनि रातारात करोडपति मौसेस छोडेर भाग्नु साथीहरू यहाँ चाहिँ अब पानी छ होइन पानीमा जान गाह्रो भयो त्यही भएर म चाहिँ फेरि यहाँबाट जाँदैछु यार कसैले बोकेर लैजाऊ भनेको लगेन यार ल कौरी भेट्यो कौरी के भेट्यो सन्तोष यो हेर्नु यताको कौडी हेर्नुहोस् चाहिँ सेतो हुन्छ यहाँ चाहिँ ब्ल्याक कलरको कौडी हो यो यसमा यो भित्र चाहिँ त्यो पनि छ ल हेर्नुहोस् यो कोछुवा होइन यो त कौडी हो होइन कौडी हो समुद्री कौडी कहाँ देखायो के छुट्न भन्नु त ल सुरु भयो आज चाहिँ हामी छुट्टीको बेला घुमाएर चक्क लाएर जाँदै हो समुद्रको तिरैतिर सबले यता हेरेर हालो गर न यार हेलो हाई हेलो 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 कति ढुङ्गा छौ कहाँ जान आँटेको यो बिच सिप्लेर तल पानीमा झ्याम्मै गइहाल्यो ल सबैजना यतातिर समुद्रतिर सुन खोज्दै हो होइन केपी ओलीलाई खोज्न जाँदैछु कतातिर जानु भएको कुन झाडीमा पसेको छ खै थेत्तेरी यार सबले चाक मात्र देखाइदिएको द यार भएन यता जान्छ अगाडिबाट ल्याउनु ल हाम्रो जम्बो टल्लीहरू के छ घोङ्गी खान्छ यो टिप 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 लडाई घोङ्गी निक्लाउनु पर्छ अहिले हेर्न फेरि घोङ्गी यो घोङ्गी हो यार तर टिप्न टिप अहिले खानुपर्छ घोङ्गी ल समुद्रमा माछा कसरी खाने यो बनाएर हो क्या बनाउनु पर्छ यो फोड्नु पर्छ के माका भुसा त डह्रो छ त अनि यार डह्रो छ त एउटा ढोङ्गा ल्याउन यसलाई फोडेर टिप अहिले भुटेर खानुपर्छ यसको रस त दामी हुन्छ यार चाक काट्यो भने त आउँछ त चाक काट्यो भने आउँछ आमामा घोगी रे साथीहरू घोगी समुद्रमा तर मुट्टा यार म मुट्नु पर्यो म मुट्छु है बेटा चल उन्हें से तो समय रुक चल कल राम बाबू छोड़ अपनी आते रहो साहब बढ़ते कनी कलाम इन्हीं नोए मगर पग्न म मुटेर आउँछु देख लीजिए खानु त दाइ खानु न ल हामी चाहिँ समुद्रको तिरैतिर केटाहरू पल्ला गाउँछ होइन चाहिँ ढुङ्गामा ढुङ्गा चिप्लेर गऱ्यो भने त बर्बाद हुन्छ
घङ्गी टिपेन घङ्गी अगाडि मिल्दैन भिडियो यसो पछाडि पछाडि हिँड्छु क्या म पारि हेर केटी केटी हेर केटी मुरा केटाहरू केटाहरू पनि छ केटाहरू छ मुनि काटेर थालिदिन्छ समुद्रमा तपाईँ त्यो बेला समुद्रमा फाल्दा भने सिधै आयो न सबैजनालाई लाइक गरौँ सेयर गरौँ हाम्रो भिडियो यसो रातारात करोडपट्टि बन्यो भने त भइगयो त अहिले बनाएर हो अनि नाम लेख्न नाम लौन सामान त म बनाउँछु मासु ल कहाँ त्यसले रहन दिन्छ र अलि माथि बनाउनु है पानीको पोरा आउँछ माथि बनाउनु आई लभ यु नानी आमा ल नानी आमा स्वागहरू ल सबैको नाममा मेरो दिलमा श्वास साला तर हातभर बल्ले बल्ल भयो यार अहिले लेखेको त राम्रोसँग हेरेर होइन अब चिप्लेर खुट्टा झ्यापै चाइली होला नि रजनी दाईको तहको चप्पल सपल पिस्किएको त अनि बिचारा चिप्लेर हो दाइ हो क्या मोटो मान्छे भयो अलिकति हिँड्नै गाह्रो भएको छ क्या ढुङ्गा फेरि यस्तो यार चिल्लो रोडमा हिँडेको अनि कहाँ के छ सन्तोष छोप्न छोप मासला ओ राधा यत्रो डुला छ अनि कान ए हस्पिटल हो आमा ठुलो रहेछ त हस्पिटल त यार यस्तो समुद्रको तिरमा यो त सुनामी आयो भने त उडाइदिन्छ होला त अनि अब कसरी जानु पानी पानी यस्तो छ यार टिचिङ हस्पिटल यो चाहिँ हस्पिटल हो साथीहरू हस्पिटल पनि कस्तो समुद्रको तिरमै रहेछ आयो के त आयो आउँदैन कुकुर कति धेरै चुप 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 मलाई बोकेर लाने जुत्ता मोबाइल राख मोबाइल साथीहरू यहाँ चाहिँ अब पानी छ होइन पानीमा जान गाह्रो भयो त्यही भएर म चाहिँ फेरि यहाँबाट जाँदैछु अरू केटाहरू अगाडि यसो यार कसैले बोकेर लैजाऊ भनेको लगेन यार देखि गर्छु नि माछा रहते यो साडू हाँ ये चीज खोजेला खोजेला न कति कति चाहिँ थाहा कति कौरी कौरी या है बहुत किमती है त्यो ल कौरी भेट्यो कौरी के भेट्यो सन्तोष यो हेर्नु यताको कौडी हेर्नुस् आमा खै आफूतिर चाहिँ सेतो हुन्छ यहाँ चाहिँ ब्ल्याक कलरको कौडी हो यो यसमा यो भित्र चाहिँ त्यो पनि छ ल हेर्नुस् यो कोछुवा होइन यो त कौडी होइन कौडी हो आमा समुद्री कौरी कहाँ देखायो के छुट न छुट तिमी यसमा जिन्दा कौरी कसले और निकाल्नु और आयो जिन्दा एकरा कति जिन्दा का सुखेमै त लौ न खाने यो ए उसी सबले भेटे है यो निकाल निकाल और निकाल त यो बहुमूल्य सम्पत्ति हो यो समुद्रको हो र अनि कति पर्छ बेच्यो भने यसलाई धेरै पैसा पर्छ यो यस्तो पाउँदैन प्राय गरेर खै यो पाएपछि महँगो छ यो आफूतिर सेतो पाइन्छ यो ब्ल्याक कलरको हो मलाई देन यो त एउटा अब मलाई भेटिसक्यो अब उताबाट निकालेको समुद्रबाट यो मलाई दिनु है मलाई दिनु ल करोड रुपियाँ पर्छ करोड पर्छ यहाँबाट निकाल्नु नि यो दुलोबाट छ र मेरो जुटा भयो यार यो त्यो दुलोमा छ एमा छ यो दुलोमा छ खै लौ सामान पर्छ यता चाहिँ रातारात करोडपट्टि बन्ने हाम्रो सन्तोषको सपना भेट्यो भेटिया मलाई लिएन मुझे एउटा मलाई एउटा त्यहाँ थाकिसक्यो मुजी रजनीले
एउटा लिएन मुजी मलाई न अर्को नि खोजिदिन्छु टेन्सन नलिनु केटाहरू यार करोडपति बन्ने अर्को दिन्न त मलाई त अब बनिहाल्यो नि यस्तो कौडी पायो फेरि यहाँ पानी आयो यार मासला यो जुत्ता लगाएर आएर बेकार भयो नि त यार है के अरे एकछिन छाल्न आइया त खोज्न सन्तोष मलाई एउटा खोज्दैन अब यहाँबाट कसरी जाने यार ओ सन्तोष यता भिडियो गर्छ ल ओए सन्तोष ल भिडियो गर्छ केटाहरूले बोकेर लैजान मिल्दैन यार यस्तो यार हालत छ यार छ जुत्ता छ तल यहाँ गाह्रो छ यार हट खोट न खोट अरू करोडपति बन्ने भनेको मासला आयो आयो केटा मलाई बोकेर तराउ न यार मस्त जुत्तामा यार त्यो बेकार अहिले आउने बेला कस्तो हुने पाएपछि नि अँ। यस्तो यो भित्र चाहिँ हिराको दाना हुन्छ यस्तो पाएपछि नछाड्नु ल खोजिदिनु मलाई एउटा यसमा त छैन यसमा छैन होइन यस्तो पाएपछि नफाड्नु यो भित्र चाहिँ यस्तै किरा हुन्छ के हिरा? यस्तै हुन्छ हिरा हिरा भने चाहिँ यस्तै यस्तै चितुवाको भित्र हुन्छ यसमा छैन तर यस्तो पाएपछि समुद्रको किनारहरूमा पाइन्छ नफाल्नु त्यो मासला कुकुर फेरि जता पनि हुने क्या यहाँ फेरि यार चुप 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 हेर बाउले धुको हान्छ थट तेरो मातो न ओ सन्तोषे मलाई खोज्दैन मलाई एउटा यार नेपाली केटाहरू हिरा खोज्दै खोज्दै यता समुद्रको किनारतिर आइसक्यो चिर्दैले फेरि यहाँ यो शङ्ख हो ल यो पञ्चमुखी शङ्ख हो ल जम्मा गर्ने मासु खानुपर्छ बेलुका ए मुली छोड्दैन त्यो शङ्ख खोज्न शङ्ख शङ्ख खोज शङ्ख एकमुखे शङ्ख भेट्यो भने त अनि रात करोडपति मौसेस छोडेर भाग्नु पक्राउने चाहिँ किरा चिए कसरी गर्नु यो के गर्ने केटाहरू यार हेतिर यार पानीभरि मेरो जुत्ता बर्बाद पार्ने भएको अरू नानी यस्तो जुत्ता लिएर लगाएर आएको माका त घुम्न म त घुमेर आएको होइन आँखाभरि पानी गयो यार थेट यहाँ माछा छ यहाँ ओ सन्तोष यता आइज यता यता यहाँ माछा छ मुला जुत्ताभरि भिजेर बर्बाद भयो यार मेरो यार कहाँ छ के छ त खोइ हो बामी माछा हो बामी माछा कहाँ त गाडी यहाँ मुछौ उहाँसँग लाममा छ अँ यार यी सन्तोष यी हेरमा चाहिँ यति आइज यी के यी उसले त ढुङ्गा पक्न यहीँ छ कि यी माछा हो यार बाम माछा हो कि सर्वस्त माछा यहाँ मुनि निकाल्छु मुनि निकाल्छु तिमी बा म उसले रान्छु फलाने रान्छु पक्नु है यो कपडा लगाउनु कपडालाई समान यसरी भाग्छ उताबाट त्यसले यो काच्चा हात त्यसले यार साप होइन हो बामी माछा थिए ले जाल ले न ए ई जाल ले न हे जाल में तान्तो जाल ले ए पकड़ न तान्यो भाइ राउना मुह एकदा छ छुपी बसेर भाइ दियो मुह एकदा छ नै निक्लो ल माछको जुत्ता रुजेर बर्बाद भयो यार त्यता उ गर त्यता तर उसमें दबा ले भाई तर में रहना रह यार उठाबै छ अगरा छटका निकाले ल सिकारीहरू ले
दाब न हे उ भाग जितो न यार मगे भाग जितो तोर में दाबन हो त्यसलाई नि हो र त्यसलाई नि हो हां लोरा सस्ते हप्का लगावे छ ए राम बाबू पकड़ लोरा लसन हां निकलो लो नहीं निकलो वो न गेलो पकड़ दो नहीं गेल छ पकड़ माछ पकड़ बड़ी तेज है छी माछ नहीं पकड़ देतो बड़ी तेज माछ है छी ल सिकारीहरु ए लोरा भाई गेल कोन छट तेरीका यार भाग गेल कहाँ कोने गेल यार ओइ ढुकल है यार नहीं आप कौन डोग में ढुकते नहीं नहीं समाएर निकालो के यत्रो दामी छ ठुली थियो यार हे वो हाथ ढुकले हात चिग्न डोगे ने से माछ छले कि बामी माछ ठुलै थियो नि छट तेर समाएर निकाल्न पर्ने यार यो तल छ चलो यो तल छ पक्का अब त ठुलो ढुङ्गा निस्किन्न है त यो तल छ ले ना ढुंगा त एमे एना मुंह ना ढुंगा त दोकान ले भोर में ना भोर से कि नहीं से देखि न कहाँ से काले नि माछा मार्दा एना भोर से हां भागल नहीं हो नहीं भाई एहन सेफ्टी से माछा मार्ने सिकारीहरु तट काम छैन के त तिमीहरुको एमे भोर से एने उठा ढुंगा उठा च्याप मुखमा समाएर निकाल न जुत्ता भिजाइदियो यार भैया मुंह ले कैसे निकालै छ हवा ये लोरा समुद्र में आए सतेक मजा मारै छियै मेरो जुत्ताहरु भिजेर बर्बाद भयो यार कहिले हम तलाई भोर उठ काट टाइम दबाओ काट गीत बेला अति भाला लखा तो माटी छ किन मुलार माछा मार्ने मान्छे एक राती के माछ से ओते पातर के भाला मार के ओकरा वो तार से वो फेंका दे अँ त्यो भाँच हो त हां अगर कोन माछ कहै छ कोन माछ कहै छ हो त देखिन्न त खै कते भोर मा छ के जाम